हेलो, आज चाहिँ म तपाईँहरूलाई बट्टामा मही पारेर देखाउने छु है त। मेरो ब्लग चाहिँ बट्टामा मही पारेको र क्रिम दही साचेको छु मैले। क्रिम राखेर दही साचेको छु। दही चाहिँ एकदमै कम्ती छ है। अब हेरौँ, पार्दैछु है। मही हिला के निकल गयो घिउ भन्दै म चाहिँ भन्दै थिएँ है। हँसाउँदै थिएँ नि त दिदीहरूलाई। हिला के निकल गयो घिउ भन्दै हल्लाकै थिएँ है। अब घिउ कति निस्किन्छ है भन्दै हामी चाहिँ एक्साइटेड थियौँ नि त हेर्नुलाई। सधैँ पनि बेसी निस्किन्छ, आज चाहिँ कति निस्किन्छ है भनेर हामी चाहिँ हेरिराखेको थियौँ है। अन्त मैले बटाबट घिउ निकाल्नु थालेँ। दिदीले भिडियो गरिदिनु भएको यो भिडियो चाहिँ है। अनि घिउ चाहिँ मजाले परेछ आमामामा भन्दै दिदीले भन्दै थियो नि त होइन। हामी खुसी भइरहेको थियो पुरा घिउ पऱ्यो भनेर है। आफूले बनाएको ताजा सफा है। र आफूले सिक्नु पनि हुने कसरी घिउ निकाल्नु है। र सानो थोकबाट पनि हामी चाहिँ यसरी खुसी छौँ है। आफै बनायो, यसरी आफै खायो है। र अब यसलाई चाहिँ धुइधाइ पारेर हामी खारेर राख्नेछौँ। मेल्ट पनि हुन थालेको छ, बोइल पनि हुन थालेको छ है। मजाले बोइल हुँदैछ र ब्राउन कलरको पनि भएको छ। अब राख्नेछौँ। थ्याङ्क यू सो मच फर वाचिङ।